ए पानी फाला दिउनाल मान्छे मान्छे गरेर ए पृथ्वी ए पृथ्वी कथा ए पृथ्वी ओ ल्याउ त्यसलाई उठा म बिहा खडा गर्छु बिहे तिमीहरु भिडियोको जोर नगरे कि पहिले त्यो पानी फाला दिउनाल टिभी देखिए नै दिदी पछि दिदी बनाउने बल्ला छ त हेर त भिडियो बना हां कान्छु भिडियो बनाउँ त राम्रो राम्रो एकाइ जुइमा कहाँ गए पलक कहाँ छ ए कलर के ओरेन्ज रातो हुनु पर्यो यसो हेर्छ ल लगाऊ यसो पूजा दला टिका लगाइदेऊ पहिला त्यो देउरा देखाइ हुन छ कि लगा दला पहिला सादा चामलले फ्याक्नु गर्नु र त्यही त भने हामीले खाली घर पर्छ सब बिहेमा सिस्टमेटिक बिहेमा जाने त्यसै अलि घर परबेस टाउकोमा हाल्दिन ल ल आसमा त ल्या बुहारी भेट्यो बुहारीले आसमा आसमाएर ल सानो ओहो अगाडि बुहारले जान्थे पछाडि अगाडि बुहारीले आउँथ्यो कि अब अगाडि आउनु कहाँ बस्ने यहाँ बस्ने कलशमा तैले पापाजी बेल्न पैसा हाल त त्यहाँ दुईटै पहिला हाल्दा यहाँ बस यहाँ हो त्यहाँ बस उताबाट हाल्छ पैसा पूजा मैले राखेको छु लक्ष्मीको हातमा दे पैसा लक्ष्मी हाल्छ लक्ष्मीले हाल्ने हो तिमी हाल अगाडि हो यहाँ ऊ त्यहाँ कलशमा पहिला हालेर भित्र आउनुहरु मलाई थाहा भएन अगाडि भन्नुपर्ने तै छाड त मूर्ति यसो थ हडबड हुने फर्स्ट टाइम होला हडबड हुने अब छोडेर अब त्यति ओभलेट हुनु होइन कि मलाई त्यो सिस्टम थाहा भएन नि त ल ले मुसा यसो गर तर कलस तिमीलाई केने राख ल अब तल बुहारी छाड रवि जान्छ त्यहाँनिर रवि लगाउँछ आवाज लगाउनु आवाज लगाउनु फर्स्ट जेठोबाट हो सुरु त्यो जेठाबाट अहिले दिदी यसो गरौ चालीसम्म हो त फर्स्ट आमा बाबा गाई ठिक हो ए कुर्सा पल्लो ल यो धुप हेर थोडा पानी हाल ए ल एबा यो धुप उठा राख त एरुकुम नहीं त फुरु फेर गर्दै भयो त के क्या बनाउनु छ भन मेरा चला बुहारी सफल हो या भन्नु भगवानले सदा रक्षा कसैको आदत नै दर्शनलाई क्या भन्नु घरमा सुख राम्रोसँग पढाइ देखाएको या परमेश्वर लक्ष्मी प्रवेश गरोस् आउँछ पढाइले बुहारी चाहिँ लक्ष्मी होस् मेरो परिवार आफ्नो नाउँ पनि लक्ष्मी हो हमेशा आफ्नो जीवन नयाँ जीवनयात्रा सुरु गर्दा चाहिँ एकदम राम्ररी गर्नु है सेतो चामल मम्मी चस्मा निकाल्नु चस्मा लगाएर कि टिका लगाउनु ठुलो लगाऊ यहाँ चाहिँ नै सानो लगाइदिनु पुरै लगाइदिनु पहिला आफ्नो चानामा नै आफ्नो चानो नाइलाई है ठिक छ अब लगाउनु पहिला आफ्नो निधारपट्टि हो लगाउनु अब बिहा गरेर आमा बुवालाई कस्तो सेवा गर्नु हो के गर्नु हो अन्त खाली घर परबेस हो अन्त घर परिवेश हो भाउजू हाँस्नु न हाँस्ने मलाई फेरि कुरा गर्न नलाग्यो तिमीले भुलाइहाल्यो सँगै दिन्छ पुज्या त है आज कति पुज्ये फोटो पनि खिच पलक तेरो फोनदेखि तेरो फोन राम्रो फोटो पनि खिचेन कहाँ खानु फोनहरू एउटामा भिडियो बनाइरहेको भिडियो पनि बनाउने फोटो पनि पैसा राखेर ढोक गर ए पैसा दे ढोक गर्छ पैसा राखेर ढोक गर
गदा अझ ढाकिन पो ठ्याक्कै यो पुछेर गएर भाउजूको फोनलाई भाउजूको फोन हामीले नहोला हेर्दा त पुरा राबड हो खाइ खुट्टामा घर त कान्छु मगी देखि भिडियोमा आएर आज बहिनी हामीले छुनु पर्ने गएको नि के हुन्छ अब एक आफ्नो आफ्नो रीति भयो इन्डियामा ससुरा खुट्टा छुँदैन ससुरा खुट्टा खुब टाइम लगाउन आएको ठिक छ बिस्तारै बिस्तारै लाउनु ठिक छ ठिक छ रन्जु कसै हटाउने मैले त गरेको भयो नि त अब लगाउने हिरा उठाएर भए हुन्छ त्यो पैसा छ नि त्यो पैसा सासूको खुट्टामा राखेर अक्षताले पुजेर अन्तै ढोग्ने हो के राम्रो देखिरहेको कि ह्यान्डसम देखिनु पर्यो अनि राम्रो चिट्टो उज्यालो नभए लाइट साइट दुई कोसा एकै कोसा ल्या पल्ला कोको ढाकिन लाग्यो हाम्रो पैसा पनि राख त्यहाँ ले के हो त्यहाँ पैसा पनि राख आरामले के हुन्न के को लागि एक खाली त्यहाँनिर हातमा राख्नुको लागि हातमा अनि ए पोल्टो था पोल्टो पोल्टो था ए दुलै हो त्यस्तै पोल्टोमा हाल्दे पोल्टोमा फुल सुल हाल्ने आचल भन्नु न पोल्टो पोल्टो भनेर भाउजू बुझ्ने लाग्यो नि भाषा नि आचलमा पोल्टो भन्छ न पोल्टै भन्ने हो ल भाउजू ढोग्देऊ ल त्यो पैसा खुट्टामा राख साह्रै अप्ठ्यारो हुन्छ होला ल दुई खुट्टा मिलाएको ठाउँमा ए ओडी राखेन अहिले गिफ्ट जो गिफ्ट जस्तो ल गिफ्ट जो लगायो ओडी राखेन ल ज्यादा बि ल पल्टो जा हो बौरानी बौरानी म बौरानी ठुली न हो छोरी हो। दनमा पनि छोरी हुन्न दिवान पेसा गर्नु दनमा नि के अब छोरी भन्नु त्यही त अब त्यहाँ लिनु बाबुलाई केरा टिका लगाएको छैन केरा भोट ए ममता लाउनु केरा भनेको बहुत ठुला पायो मम्मी कि टिका मजा आएन रातो ओरेन्ज ठिकै छ राम्रो नेपाली टिका यही त हो ओरेन्ज पहिला रातो राम्रो हो बा पूजा बनाउनु यो पैसा हालेर यो हालिदिनु त्यसको थाहा फोटो खिच फटाफट खिच्ने रहौ फोटो पनि ए यसो बस्नु दुरे यस्तो फर्केर बसे नि हुन्छ कि यस्तो गरेर लामो ठिकै छ सानो किनकि ठुलारीको पिठीमा त देख्छ चेहरा होइन हो अहिले हामी नि क्यामेरामा आउँदो भने अब अहिले टिका लगाउने मात्र हो अब बिहा स्या धामधुम पछि गर्दा
हो कि नहीं खसी बोका खाने टाइम अहिले त देखो हिजै बसेकी भयो अब अहिले खालि मुह मिठा गर्नु पर्यो टिकटालो गरेर यो त्यसै राख्नु खल्लो यसो गरे ठिक भयो राम्रो भयो टिकटालो गरे आनन्द भयो भित्र आउने दिन लगाउँथ्यो उही बेला हाम्रो रातो टिको चल्या थिएन त्यही भएर के गर्नु फुल यसमा छ फुल यसमा छ फुल यता राख्नु न यसमा राख्नु हेर्नु हेर्नु यो त नाइने चालिया हान्दा के हो हेर्नु हेर्नु नै यादगार हुन्छ कि एगो पिठिएको यसो यताबाट बनायो नै पहिला मेन टिका लगायो फेरि सबलाई देखाउने नि से हाई आन्टी अब मलाई को देखाउने हो त यो त ले लौ दिदी आऊ देखा कसरी लाउनु पर्यो थकान लाग्ला यहाँ पनि देखा देखाएँ हूँ देखा आउन नजरमा देखा लामो देखाउँछु मोडर्न छ नै ल अब वारिटा बिहामा रिटाउला ठिक छ तँ पनि भिडियो बना एक अलगबाट तँ आफ्नो बना फोटो त त्यहाँ त भिडियो अफ गरेर अब फोटो खिचाउँछ त्यो बद गरेर गर्छ है एकचोटि आउने भिडियो बनाएर यहाँदेखि किर्बी जस्तो आयो धुलधुलो आयो त्यहाँदेखि क्लिन जस्तो आएन हाम्रो देवी त्यहाँदेखि फोटो खिचिदियो अनि हाम्रो धवल पुरा काल्या कुरा नारायण इनका शिरकुमार बचा इनलाई आशीर्वाद दियो इनलाई छनैछ आशीर्वाद गुरु माताको आशीर्वाद छ त भिडियो कम बनाऊ फोटो खिच बिहा त गऱ्यो मै त भुलिगएँ ती तिनटा के भन्नु हामीलाई आफ्नै बिहाको थाहा होइन पछि के थाहा बिहाको थाहा त हामी छोरी अब त नाइ हामी के भने आफै थाहा नै भेट उन बिहाको त्यो टप आउँछ घुमघट हालिदिएर ठिक छ टाउको मैले टालो हालिदिएको पछाडि त पनि उभिए जा छ त्यसै भयो भयो छोड्दै धेरै नहाल सदा खुस रह्यो सदा स्वागत रह्यो सासू ससुराको सेवा गर्यो आमा बुवालाई कस्तो सम्मानमा राख्नुपर्छ यो घरमा लक्ष्मी प्रवेश भएकी छौ र लक्ष्मी राम्रो होस् नाति पनातिको मुख देखायो हामीलाई हामीले पनाति देख्न पाऊँ यहाँ 10-15 चाहिँ 10-15 रे नाति नुतिनाले यो घर भरि जाऊ सदा स्वागत रहे सदा खुस रहे बा सासू ससुराको सेवा गरे हामी आएको बेला एक गिलास तातो पानी चिया बनाएर दिए पिबटे आएछ सही हो जन्ने दुवारी आज पनि के भन्नु छ ए वा खुट्टो उचाउने हैन उसैबाट खुट्टो उचाउने हैन बाबा म सक्नु हुँदैन ल सदा खुस रहे बा सदा स्वागत रहे बाबा नबाची रहे जी रहे जाग रहे केलाको जोखो रायबादी जाऊ दुबाको जोखो चौरबादी जाऊ समुद्रको पानी सन्जालखण्ड बाँची रह्या तालु देखा न्युर रह्या बुवा बाँची रह्या बा दुईजनाको जोडी राम्रो गओस् आशीर्वाद त्यसै भने पुराना मान्छेको आशीर्वाद लम्बा चौडा हुन्छ कि अझ हुने लम्बा चौडा हामीले टिका लगाएर
राम्रो कहाँ छ बहिनी छ आइरहन् के बोलाउनु अब के फुपूको त पिठी पिठी निकाल्नु ठुलो भयो त भयो खायो नि त दुःखै गरेको बाउले निकाले घरमै गर्छु निको उडेर आयो अरे भिडियो देखो अलिकति राम्रो देखिदियो आन्टीको पनि बढिया आयो पिङ्क कलर अनि के लगाऊ त्यो मरेको सिक्यो मिठाई हिटाए त खाने मिठाईको जरुरत अब मेयाहरू चाहिँ अब त्यो मिठाई खाने कि मिठाई मिठाई नै खाए के सानो आज केही फरक पर्दैन स्पेशल मिठाई स्पेशल अलि यतिकै खाना बनाउनु चाहिँ खालि सादा खाना के खिलाऊ भनेर न मुख मिठा हुने दिन त आज किनकि यस्तो सुपमा फेरि सादा खाना खान मजा आउने अलि खानु के खुसी हो म भागी माने हो न त नि बुहारी परिवेश घरभित्र गराउन पाएँ मेरो हातको टिको लगाउनु पायो बाजा भइदियो बिहा दुई भाइ यहाँनिर दुई भाइ ओहो फुपू हिरो नि बढिया हाम्रा घर दुई लक्ष्मी भयो एक लक्ष्मी अब पुगी एक लक्ष्मी लागु पृथ्वीको यहाँ सब लक्ष्मी महालक्ष्मी सब लक्ष्मी लक्ष्मी छैन के गर्ने रे हुन्छ होइन फोटो खिच त त किन्ने होइन मलाई अर्को कलरमा छ यो कलर छैन यसमा यहीँबाट किने हो पारिबाट मेरो मैले त दिल्लीदेखि ल्याऊ दिल्लीदेखि मैले दिल्लीदेखि ल्याऊ मम्मीलाई साडी छ मेरो अर्को कलरमा छ मलाई थाहै थिएन यति धेरै उगो हुने हो भनेर कथा अथा यस्तो थाहा भएपछि म कति साडी लिएर आउने यति धेरै किनेर राखेको थिएँ मलाई थाहा थिएन मैले पनि कहाँ धुएँ त्यस्तै खालि सिन्दुर हालेर अङ्कल लास्ट मान्छ भन्न सेम हेबिट पौराणी टिका लगाए अब त्यो भतिज भएर बुहारी नै भयो लाउँदा अब ममता घुम मिलाउने हो त यत्रो वर्ष चाहिँ हजुर लाउन अनि ए म त्यहाँतिर बस्दै बस्नु आउँछ त्यहाँ खाली खाली उभिया खाली फोटो क्लिक बस्न चाहिँ पनि भिडियो बनाउला फोटो खिचे छैन बाउजी यस्तो त घर त्यो जो प्रसाद वर्साद त्यो अर्को थालीमा हालेपछि हुन्थ्यो कि खाली थाली ओ आन्टी उनको अनि इन्ट्रोडक्सन सँगै गरेर मेरो साथी होला बरे कोही टिका लगाउने उहिले त सब दुलैलाई के थाहा हुन्छ को के हो उहिले त सबैकै दिन थाहा भएन आज चिनिसकेको फेरि पनि दुई तिन दिनबाट सँगै छौँ नि चिनिसकेको नत्र त के होला अब चिन्छ चिनिसकेको चिनेछौ कि आन्टी हुनु हो आन्टी हुने अङ्कल हुनु भन्नु पऱ्यो भाइ हो भने भाइ हो भन्नु पऱ्यो भतिजहरू पनि छन्
यदि मोडल जमानाको ए पर्छ म पनि अब बोयहरूलाई मैले लगाउँ कलर त लाउने लगाइदिनु हो दुईटाले तिनीहरूको हात भन्दा बोला मलाई लाग्दैन जसरी उनीहरु बढी त्यस्तै म भने ल आइज त बसेर फोटो खिच्न सक्छु त्यो टिका लगा चानामा मलाई भिडियो बनाएर राखेको हात लाउँ के लाउँ लु हाल्नेखेरि लाउनु अहिले खालि फुल हाल्दै भयो फुल मात्र हाल्दै म चाहिँ लगाइदिन्छु फुल हाल्न भिडियो बनाए कसलाई दुब हाल्नेखेरि दुब हाल्दाखेरि पैसा माला हाल्ने सब फुल गर्ने तब उनीहरू हाल त खाली अब ऊ पनि कति लगाइदिने म त्यही होला भने खालि फुलको माला लिपा हाल्ला हुने पैसा ल तिम्रो लाऊ टीका लगाएर टिका लगाइदियो साडीमा अप्ठ्यारो अरे दुस अब दुईटा नन्द छन् त्यसलाई बहुत माया गर्नुपर्छ दिदी पल्ला गाउँछ होइन त त्यो साडी होला ला पर्छ त्यो साथीहरुलाई पनि मैले लगाइदिनु राम्रो हुन्छ सिम्पलमा ब्लाउज हेभी सिलाइ होइन हजुर त्यहाँ साथीहरुलाई पनि तैँले लगाइदिनु कहाँ छन् साथी आई साथीहरु ढोग्दिला के भरे साथीहरूले त अब गिफ्ट सिफ्ट उसै बनाइदियो हात साडी भैया टिकट लगाइसक्यो एकछिन ए बल्ला छोरो यहाँ त तिनजना फोटो खिच्छ एकचोटि राम्रो बधाई सधाइदिन्छ नि फोटो सडी यहाँ त भिडियो बना त इलु एकचोटि यसमा त हेर्छ यस्तो भिडियो बनाएर यताउता पनि यसो घुमाए सबैले देखा आरामले घुमाउनु भिडियो त हामी उसमै हालिदिउँला ल त तिमी दुईजना फोटो खिच्ने आउनु मम्मी गीत बाबु सुनै जस्तो लागिरह ठुलै सुन जस्तो लागिरह मजा गरेर अहिले फोटो खिच्नु फोटो पनि खिच पहिला के गर भाउजू आउनु आउनु जानु हजुर त यो नाच करना तो था आउटलाइन में था जाता है बहुत
आवाज बढा नजिक आउनु नजिक आउनु लगातार फर्स्टदेखि लगेगा ना जा जा अरू गीत चुज गरौँ न अरू गीत अरूको लगाउने ल भाउजू नजिक नजिक आउनु नजिक नजिक मैले पुरै गानामा नाच अरे 5 मिनट 30 सेकेन्डको गाना छ यो नाच अरे अट्काइदिनु दिदी ऊ माथि हाल्नु घुमा दे घुमा
लड़की आंख 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 बैगन आंख 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 लड़की आंख मारे लड़की अगाडि खूप तुला यही सिकाउँदा